Hola, boa tarde. Como estás? Tudo bem? नमस्कार प्रवासबाट म प्रेम प्रसाद सापकोटा पोर्चुगल विशेषमा यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मैले आज पोर्चुगल विशेषमा यहाँहरूलाई केही कुराहरू गर्न गइरहेको छु। कृपया ध्यान दिएर यहाँहरूको राय सुझाव सल्लाहको लागि अपेक्षित छु। अहिले हालै पोर्चुगलमा दिनानुदिन नेपालीहरूको मृत्युदर सङ्ख्या बढ्दै गइरहेको अवस्था छ। यसको रोकथाम र न्यूनीकरणको लागि विभिन्न सामाजिक सङ्घ संस्थाहरू पोर्चुगलमा सञ्चालित विभिन्न सामाजिक संस्थाहरूको अलि न्यून अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन भएको कारणले गर्दाखेरि कतै हामी नेपालीहरूले यो प्रवासमा ज्यान गुमाउनु परेको अवस्था यहाँहरू सबैलाई थाहा भइरहेको छ। र यसको न्यूनीकरणमा यहाँ धेरै सपनाहरू बोकेर चाहिँ हामी नेपालीहरू यस देशमा मात्र नभएर विश्वका कुनै पनि देशहरूमा आफ्नो परिवारको सुख शान्ति र आफ्नो देशको लागि चाहिँ श्रम गरिरहेका नेपालीहरू अनाथमा चाहिँ आफ्नो जिउ गुमाउनु परेको पीडा त छँदैछ। यसमा मलाई लाग्छ हामी नेपालीहरू यहाँ निकै कष्टदर जीवन यापन गरिरहेका छौँ। एकातिर कामको पीडा छँदैछ, काम सँगसँगै यहाँका विभिन्न समस्याहरू, घर भाडाका समस्याहरू, अनि त्यसपछि कामको समस्याहरू र विदेशमा आफ्नो देश मुलुकमा भएका विभिन्न किसिमका व्यवहारका तनावहरू त छँदैछन्। यी तनावहरूले हामी नेपालीहरूको मृत्युदर सङ्ख्यामा निकै अगाडि बढिरहेको अवस्था छ। यस्तै अवस्था सिर्जना भइराख्ने हो भने पक्कै पनि यसले अझै पनि ठुलो क्षति पुर्याउने जस्तो देखिन्छ। तसर्थ यहाँका कुनै पनि देशमा रहने र नेपाली प्रवासीहरूको लागि काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमहरू तीव्र पारेर यसको न्यूनीकरणको लागि जोड दिनुपर्छ जस्तो मलाई लाग्छ। अहिले नेपालीहरूको हक अधिकार सुनिश्चित गर्नको लागि पोर्चुगलमा एनआरएन नेपाल, गैर आवासीय सङ्घ नेपाल संस्थाले हामी नेपालीहरूको लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरू र नेपालीहरूको लागि कसरी अगाडि बढाउन सकिन्छ यस्ता खालका कार्यक्रमहरू गर्यो भने यस मृत्युदरलाई न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ मलाई। अहिले म यहाँ यस क्षेत्रमा करिब 8 महिनाको बसाइमा र मेरो बुझाइमा यहाँ धेरै नेपालीहरू मरिसकेको अवस्था छ। यो भनेको हामी नेपालीहरूको लागि र नेपालीहरूको मानवीय सेवाको लागि गठित सङ्घ संस्थाहरूले कुनै पनि अतिरिक्त कार्यक्रमहरू सञ्चालन नगरेको र जनचेतनामूलक कार्यक्रमहरूमा एकदमै न्यून रूपमा सुस्ताएर बसेको अवस्थाको कारणले गर्दाखेरि यो यस्ता खालका गतिविधिहरू दिनानुदिन बढ्दै गइरहेको छ। र एनआरएन नेपाल र हाम्रो नेपालीहरूका विभिन्न सङ्घ संस्था गुठीहरूले चाहिँ यस्ता खालका कार्यक्रमहरूलाई अगाडि ल्याएर र जनचेतनामूलक कार्यक्रमहरू गर्दै गरेकोमा यसको न्यूनीकरण निकै हुनेछ भन्दै पोर्चुगल विशेषमा आफ्ना विभिन्न खालका प्रस्तुतिहरू राख्दै म बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।